हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। सो गाइज आज जमानाको होइन हाम्रो चाहिँ 3 दिन भइसकेको छ है। अनि एकदमै एक्साइटेड छौँ। 3 दिनको एक्सपिरियन्स चाहिँ आज हामी चाहिँ भन्नेछौँ तपाईँहरूलाई होइन सुनाउनेछौँ। सो ब्लग कन्टिन्यू गरौँ के हो साथी गरौँ सो होइन सबैले अब 3 दिनको एक्सपिरियन्स चाहिँ आज चाहिँ हामीले होइन सुनाउनेछौँ भन्नेछौँ तिमीहरूलाई। सो होइन मेरो भिडियो चाहिँ हेरिराख्नु के गरेछौँ कस्तो भएछ हामीसँग प्लेनदेखि यता जापानसम्म कलेजसम्म होइन त्यसको हाम्रो भएछ के भएर सबै सुनाउनेछु। सो हेरिदिनु होला ल। यस्तो छ है हाम्रो रुम चाहिँ होइन अलि सानो छ ठुलो त होइन तर बस्नलाई पढ्नलाई अनि ब्लग बनाउनलाई होइन अलि राम्रै छ। त्यस्तो चाहिँ डिफिकल्ट नहुनु पर्ने हो। त्यो त उतापट्टि गर्नु पर्थ्यो नि त पहिला केक काटेर केक खाएर लास्टमा उतापट्टि हाम्रो ऊ पनि आउँछ नि त ब्याकग्राउन्ड है के हामी जस्तो गर्छौँ भन्ने र गाइस अहिले चाहिँ हामी घुम्न चाहिँ जाँदैछौँ होइन। अनि देखाउने तपाईँहरूलाई यहाँको हेर रुल्सहरू खतरनाक रहेछ फेरि है। पुरै नियम कानुन हेर नि हामी यहाँ नेपाल जस्तो रहेनछ फेरि है। पुरै ठ्याक्क होइन मान्छे गएपछि एकदमै मजाले पहिला नै देखि यताको फेरि मान्छेलाई धेरै चाहिँ ऊ गर्दो रहेछ क्या। जस्तै अब होइन त्यहाँ यहाँ रोक्ने ठाउँ छ नि त होइन यहाँ गइदियो भने के अरे गाडी भने पहिला नै मान्छेलाई बढी चाहिँ पहिला दिने रहेछ कि बढी चाहिँ मान्यता दिने रहेछ कि। अब चाहिँ हाम्रो नेपाल जस्तो हुँदैन गाडी चाहिँ मानेछन् गाडी चाहिँ गएर आउँछ गएर त्यस्तो चाहिँ गर्दैन फेरि है। त्यसो गाइस होइन अब म चाहिँ आफ्नो एक्सपिरियन्स भन्ने रहेछु के अरे उता हामी चाहिँ जब प्लेन चढेपछि होइन एकदमै एक्साइटेड थियो र त्यहाँको मोमेन्ट पनि हो नि अलिकति त्यस्तै इमोसनल थियो है। अब सब फ्यामिलीहरू नि त फ्यामिली छोडेर अब यता जापान आउनु लाग्यो नि त अब त्यहाँको पनि मोमेन्ट त्यस्तै थियो। यहाँ हेर न यार केटीहरू फेरि एकदमै ब्युटिफुल हुन्छ फेरि त्यही त होइन यहाँ त यार होइन जुकेटलाई हेऱ्यो नि सब मन पर्ने रहेछ फेरि नराम्रो केटी पनि खोज्दै जानु परेछ है। अब हाम्रो चाहिँ मुन्टाबाट भड्के रहेछ त्यो एक्सपिरियन्स भन्ने रहेछ है। अनि त्यसपछि प्लेन चढेपछि होइन अब त्यस्तो अलि इमोसनल थियो फेरि। अनि त्यहाँ हङकङ हाम्रो चाहिँ ट्रान्जिट थियो है। अनि हाम्रो ट्रान्जिट हङकङबाट चाहिँ जापान थियो। अनि हङकङमा चाहिँ फेरि त्यहाँ लगभग 3 घन्टाको होइन थियो। पहिला एकछिन चढ्नै उता परेछु हाम्रो डेस्टिनेसन कहाँ छ ए हो उताको होइन त हाम्रो सुकाइ छैन। हामी चाहिँ अहिले पार्कतिर आएको छौँ घुम्नलाई। ऊ चाहिँ मेरो साथी यहाँ आएर पोकरमा हात धोइरहेको छ त्यहाँ अनि होइन ऊ चाहिँ अघि उतापट्टि मेरो चाहिँ क्लासको क्लासमेट चाहिँ भेटेको थियो आफ्नो गर्लफ्रेन्ड लिएर आएर रहेछ जापानिज पो रहेछ है। कति साह्रो ब्युटिफुल रहेछ त्यो त। अनि होइन आफ्नो एक्सपिरियन्स म सुनाउँछु है ल। अनि कहाँ जाने हो अनि होइन के अरे हङकङमा थियो हङकङबाट जापान रहेछ होइन 3 घन्टाको ट्रान्जिट थियो। त्यसमा अनि अब यति एक्साइटेड थियो नि हाम्रो अब प्लेनमा चढ्दाखेरि। अब फर्स्ट टाइम त सरी यहाँ मन्दिर रहेछ है जापानिज मान्छेहरूको यो मन्दिर पढेछ होइन यहाँ चाहिँ हल्ला गर्ने होइन त्यहाँ पार्कमा गएर यसो बनाउनु परेछ ब्लग। ए हेर न झन् सो गाइस होइन एक्साइटेड त हामी त्यस्तै थियो होइन प्लेनमा चढ्दाखेरिको। अनि फर्स्ट टाइम त हामी प्लेन चढेको थियो नि त इन्टरनेसनलवाला त्यो पनि दुई दुईवटा चाहिँ अब यता पनि उता पनि हङकङबाट फेरि आमामा के हो अहिले होइन पहिला चाहिँ बनाउनु ए पिडी चाहिँ बनाउनु मेरो साथीहरू फुच्ची जस्तै घर आथीहरू कस्तो यार साथी हेर न मेरो साथी कस्तो बच्चा जस्तै गर्दो रहेछ है। यहाँ भ्लग बनाउनु लाग्यो यहाँ चाहिँ के हुन्छ मलाई चाहिँ मैले त मारिदिन्छ अरे मान्छेले ओए कस्तो हुन्छ अरे त हेर न यहाँ ए यस्तो कस्तो कस्तो साथ साथ कस्तो ओए के हुन्छ साथी यो साथीले ओए
ए साथी कस्तो गरे यो हेर ऊ मान्छे मोटो रहेछ म यहाँ पातलो मान्छे मलाई उचाले रहेछ यार मान्छेले त ऊ धेरै चाहिँ नगरौँ न है आराम हो कि म जाँच म खेल्न यहाँ मेरो चोट लाग्यो सबै यहाँ यहाँ यत्रोमा लागिसक्यो मेरो के है अनि गाइस होइन त्यसपछि के अरे जापान आएपछि होइन झरेपछि त्यहाँ चेकअप भयो होइन त्यो लगेजहरू अनि त्यसपछि के अरे जापान पुगेपछि हाम्रो सेन्से चाहिँ आउनु भएको थियो सेन्से अनि एउटा सिनपाई चाहिँ आउनु भएको थियो लिनलाई अब अनि एकछिन ल अनि सेन्पाई आएपछि ठ्याक्कै त्यसपछि हामी होस्टेल पुगेपछि फेरि गएकोमा गएर होइन के चाहिँ फर्म भर्नु परेको छ होइन त्यो चाहिँ फर्महरू चाहिँ पहिले भर्यो अनि त्यसपछि फर्म भरेर होइन सुत्नेवाला छ्याङहरू के दिइरहेछ त्यो सबै भाडाको सबै दिइरहेछ होइन त्यो दिएपछि होइन भोलिपल्ट होइन अनि फेरि बोलाउनु भएको थियो सिमको लागि 1 रुपियाँ जापानिज 1 रुपियाँ लाग्छ होइन सिमहरूको मेरो साथी गएर चाक्सी भाइ छैन भयो 60 भन छैन र ऊ परेछ छैन पोत हालेन है अनि त्यसपछि होइन सिम तिनको लागि फर्म भरेर रहेछ होइन 1 रुपियाँ जापानिज लाग्छ नेपाली भनेको 92 पैसा भनौँ न 0.92 पैसा लाग्छ नेपाली अनि है सो होइन अनि त्यसपछि त्यसको बिहान चाहिँ आज मेरो 3 दिन आज हिजोको 3 दिन थियो नि त अनि 2 दिन पछि तेस्रो दिन चाहिँ हाम्रो टेस्ट चाहिँ लिएर रहेछ हामीले प्री टेस्टको बारेमा केही थाहा थिएन आज के हुन्छ क्लास भनेर है पुरै मतलब भनौँ न अब केही नथाहेर सबै नेपाली भनेको 5-6 जना मात्रै सबै श्रीलङ्कन के अरे अमेरिकन कहाँ कुरै सबै डिफ्रेन्ट केटाहरू थियो केटीहरू थियो होइन तर एउटा नि ब्युटिफुल केटी थिएन है अब त्यो छोड त्यो कुरो त्यो हो अनि टेस्टहरूको बारेमा हामीले केही थाहा थिएन होइन अनि कन्फ्युजन थियो नि त हामीलाई फेरि जापानिज बोल्न पनि त्यस्तो खासै आउँदैन नि त भर्खर आएर चाहिँ नयाँ एक्सपिरियन्स रहेछ तर चाहिँ प्रयास गर्दैछौँ बोल्न सिक्न चाहिँ प्रयास गरिरहेछौँ अनि टेस्ट दिएरहेछु टेस्ट दिएपछि होइन ठ्याक्कै फर्किरहेछु रुमतिर है अनि यहाँको चाहिँ फेरि खानाहरू छुट्टै रहेछन् अनि के भनौँ सबै थोक महँगो नै परेर रहेछ फेरि सब थोक महँगो परेछ अलि आउनु बित्तिकै हाम्रो त एक मान्छे सकिएर रहेछ फेरि है हाम्रो दुईजना मिलाएर होइन ऊ चाहिँ मेरो साथी एक मान्छे सकिएर रहेछ फेरि है अहिले भर्खर होइन हामी दुईजना केटीको पर्खाइमा बसिरहेको छौँ मलाई अहिलेसम्म आएको छैन कि दुईजनाले हामी दुईजना पर्खिरहेको छौँ त्यो 2 केटी अहिलेसम्म आएको छैनौँ सो है म आफ्नो साथीसँग होइन भेटाउँछु ल साथी त्यो मेरो साथी रहेछ है के त भन्दैौ कस्तो छ साथी तिम्रो आज यस्तो हान्नलाई खोइ देखौ न यस्तो के हो यार साथी कस्तो तिम्रो 3 दिनको एक्सपिरियन्स कस्तो लाग्यो त रमाइलो भयो है एकदम रमाइलो तर साथी हो जापानमा चाहिँ केटी पाउँदैन रहेछ केटी पाउने बित्तिकै नझम्ट किनभने केटी भने झिरा आमा यस्तरी छुँदा पनि यो सेतो कपडा जस्तो कि यस्तो छुँदा पनि दाग लाग्ला जस्तो है केटा जापान चाहिँ आउनु पर्यो सो गाइस होइन आजको लागि यति हो सो होइन अर्को दिन फेरि हामी चाहिँ के एक्सपिरियन्सहरू आएको आफ्नो एक्सपिरियन्सहरू सेयर गर्नेछौँ होइन सो मेरो भिडियो चाहिँ होइन मन पऱ्यो भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला र हामी भेटौँ अब अर्को भ्लगमा